फाइनली गाइज आज हाम्रो स्कुलमा बर्थडे प्रोग्राम छ तर बर्थडे खानालाई हामी सबजना जम्मा भइसक्यौँ तर बर्थडेवाला भने आएकै छैन बर्थडेवाला भने आएकै हेर्नु हामी भने बर्थडेवाला मान्छेको वेटमा छौँ तर रात पर्न लागिसक्यो हामी भने सबै बारेर हेरिरहेको छौँ पहिले केक काट्ने मान्छे आउलान् र केक काटेर खाउँला भनेर बर्थडे गर्ललाई केक काट्न यस्तो पनि हुँदो रहेछ हो बर्थडेवाला मान्छेलाई मतलबै छैन हामी केक खाने मान्छेलाई भने यिनीका भने भिडियो बनाउनमा दिन जान्छ न हे भगवान छिटो पठाइदियो केक काट्नेलाई थ्याङ्क यू बर्थडेवाला बर्थडेवालाले केक नकाट्यो हुन्न र बर्थडेवालाले केक नकाट्यो हुन्न र हामीलाई खाना दियो हुन्न र हामीले मात्र खाए हुन्न र गर्ल्स त चाहिँ तयार भइसक्नु भयो अब सबैजना तयार हुनुहुन्छ थाहा छैन बर्थडे बोय हराइसक्यो किडन्याप भइसक्यो कहाँ हो र हामी स्कुलमा सब जम्मा भइसक्यो तर बर्थडेवाला आएको छैन